नमस्कार, म धनसिंह रोकाया, रारा इको रिसोर्टको सञ्चालक। यो रारा कसरी बन्यो भन्ने एउटा पौराणिक किंवदन्ती छ। यो चाहिँ पहिला चाहिँ यो राराभित्र 7वटा गाउँ थियो गरे। 7वटा गाउँमा अनि एउटा बाबाजी आउनुभयो भिक्षा माग्ने क्रममा। भिक्षा माग्दै आउँदाखेरि कसैले पनि भिक्षा दिएनन्। एउटा बुढी आमा हुनुहुँदो रहेछ, बुढी आमाले भिक्षा दिनुभएछ। भिक्षा दिइसकेपछि उहाँले चाहिँ भिक्षा माग्दाखेरि मसँग भिक्षा छैन भन्नुभएछ। किन छैन बुढी आमा भन्दाखेरि म निसन्तानी मान्छे, मेरो सन्तान पनि छैन, घरमा काम गर्ने मान्छे छैन, बुढो मान्छे, म के दिउँ भन्नुभएछ। नै हजुरका अब आज हामी बस्छौँ, तिमीलाई सबै कुरा थोक पुर्याइदिन्छौँ भनेर त्यहाँ बास बस्नुभएछ बाबाजी। बाबाजी बास बसिसकेपछि ल तपाईँको भकारी छ कि नै, गाई छ कि छैन भन्दाखेरि गाई त छ, थाडी छ, ब्याउँदैन, भकारी छ, खाली छ भनेर भन्नुभएछ। त्यसो भए अब आज तपाईँको गाई पनि ब्याएको छ, भकारीमा चामल पनि छ, जानु हेर्नु त भन्दाखेरि अनि जाँदाखेरि चामल पनि छ, भकारीमा गोठमा जाँदाखेरि गाई पनि ब्याएको छ। अब हामी खिर पकाएर खाने, खिर पकाएर खानुभएछ। खिर खाइसकेपछि अब सुन्ने, अब आज तपाईँ माथि पाखोमा जानु, हामी यतै सुत्छौँ भनेर भन्नुभएछ। उहाँलाई पाखोमा लाउनु भएको छ, तिनी वहीँ सुत्नु भएको छ। एउटा चिन्डो कुपन्डल अब माथि छ, त्यो चिन्डोमा पानी बोकेर ल्याएछन्। त्यो कुपन्डल फुटाएर यो राराताल बनाए। ती 7वटा बस्तीलाई त्यहीँ नष्ट बनाए। भोलि बिहानपल्टि झलमल्ल घाम लागिसकेपछि अनि पाखोतिर आइसकेपछि नमस्ते, अनि पाखोतिर आइसकेपछि अनि के भएछ भन्दाखेरि तपाईँको बुढी आमालाई, अब बुढी आमा तपाईँ तल बस्ने, म माथि बस्ने भनेर छाब्रु गाउँ भन्ने छ, त्यहाँ बुढी आमा भए हुनाले बुढा छेत्री नाम राखेको रहेछ। त्यो भएर अनि आफू माथि बसे, अनि ती बुढी आमालाई तल बसाले, अनि निसन्तानीलाई सन्तान बच्चा जन्माइदिए। बच्चा भइसकेपछि त्यहाँ 60 घरधुरी अहिले मान्छे जन्मे। अनि पछि भइसक्यो यो रारा राष्ट्रिय निकुञ्ज 2032 मा स्थापना भयो। अनि त्यहाँका बस्तीलाई बाँकेको चिसोपानी गावरमा सार्दाखेरि तिनीहरू अहिले चाहिँ बाँकेको चिसोपानी गावरमा छन्, ती बुढा क्षेत्रीहरू, बुढी आमाका सन्तानहरू। अब यो रारालाई संरक्षण गरेर अब तपाईँहरू जस्तै मान्छेहरूलाई, यहाँ पर्यटकहरूलाई घुमाउने, रमाउने यो थलो बनाइएको छ। हस्त, नमस्कार, धन्यवाद। उकालो आयो र रारादेखि मुरमा टपाई, उकालो आयो र रारादेखि मुरमा टपाई, मार्सी भात खायो र कतिको सन्तुष्टि मिल्यो, मार्सी भात खायो र कतिको सन्तुष्टि मिल्यो, फर्क्यो र आइजाया राराकी अप्सरा सम्झी, फर्क्यो र आइजाया राराकी अप्सरा सम्झी, मार्सी भात खाइजाया अर्गानिक छ फापर रोटी, मार्सी भात खाइजाया अर्गानिक छ फापर रोटी, महेन्द्र साहुन राराताललाई चिनाउने, महेन्द्र साहुन राराताललाई चिनाउने।